मुख्य पुजारी शङ्कर दाई सबै भाती पुर्याएर गर्दै हुनुहुन्छ। शङ्कर दाई साँच्चैकै पुजारी हुनुभयो नि शङ्कर दाई? मुख्य कर्ता चाहिँ उत्तम दाई यहाँ मुख्य आसनमा बस्नु भएको छ। हाम्रो माननीय ज्यू पनि भनौँ न, यति थपेपछि फेरि हुन्छ नि त होइन? हो त माननीय ज्यू भीमसेन थानका कृपाले नै पनि यहाँ अलिकति बल पुगेको छ माननीय ज्यू बन्नलाई, त्यही सम्झेका छौँ हामीले होइन? यहाँ मुख्य हाम्रो बडाबा हुनुहुन्छ, दाजुभाइ जम्मा बस्नु भएको छ है। त्यही त अरूले गरे पनि हाम्रो मुख्य पाहुना चाहिँ आज रामचन्द्र भिनाजु यहाँ ध्यानमा बस्नु भएको छ। मुख्य पाहुना हो नि त हजुर, हाम्रो मूल पाहुना। मुख्य कर्ता भाउजू नि यता यसो उपस्थिति जनाइदिनुहोस् त हजुर। त्यसपछि यहाँ अब अझ अर्को मुख्य पाहुना, मुख्य चेलीबेटी, मूल चेलीबेटी हाम्रो दिदी हुनुहुन्छ रामशेष दिदी। म भन्नु है अर्का हाम्रो भान्जा पनि आइपुगे मुख्य। यस्तो छ आज हामी यसरी गरेका छौँ सबैहरू छ। दाजु केही भन्नुपर्ने छ कि पुजारीले? फेरि अब भीमसेन थानले केही बलि माग गर्नुहुन्छ कि त त्यही सम्झौँ होइन? एउटा माग्नु भयो, अब फेरि अर्को बलि माग्नुहुन्छ कि आशा गरौँ। दाजु दाजु भीमसेन थानले अर्को बलि माग गर्नुहुन्छ कि केही? त्यसो हो नि त। ल यहाँ मुख्य फोटो चाहिँ मैले भिडियो खिचिरहेको थिएँ, फोटो नि यसैबाट आइहाल्छ होइन? ल अब यसलाई मैले अन्त गरेँ है त आजलाई। अब फेरि यसलाई कन्टिन्यू गर्ने गरी भोलि गर्ने गरी यो त कन्टिन्यू चल्छ नि हजुर। खै यसो दिदी हराउनु यहाँ हुनु हजुर।